नाचिरहेको। ल हेलो गाइज, गुड मर्निङ एभ्रिवान। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हामी कता जानु लागेको अरे, यता हेरेर भनिदिनु न। ल घरबाट हामी निस्किसक्यो है। अहिले बिहानको लगभग 7:30 भयो होला। हामी जाँदैछौँ। आज चाहिँ बसको यात्रा होइन हाम्रो आज। ल हामी जाँदैछौँ है बिस्तारै गाइज। कति आज सधैँ बाइकमा हिँड्नु, अब कहिलेकाहीँ बसमा पनि एक्सपिरियन्स गर्नु पऱ्यो। ल हुङडोल भन्ने ठाउँमा जाँदैछौँ है त गाइज हामी चाहिँ। ल गाइज हामी चाहिँ कोटेश्वर चोकमा आइपुग्यौँ। हामी चाहिँ अब हुङडोल जानको लागि यता बल्खु साइड हुँदै जानुपर्छ। बल्खुबाट अर्को बस चढ्नुपर्छ है त दक्षिण कालीको साइडमा। कोटेश्वरबाट आउनुहुन्छ भने यतापट्टि जानुपर्ने हुन्छ हामी, नयाँ बसबाट उतापट्टि यता गाइज। ल गाइज हामी चाहिँ बस चढिसक्यो है त। हामी चाहिँ आज कति 5 जना जाँदैछौँ। आशिका, सिर्जना, सुभाष, आशिक अनि म। ल कोटेश्वरबाट चढेकै हामी चाहिँ। एकजना चाहिँ टिकटक बनाउने व्यस्त है, सुत्दाखेरि पनि बनाउने। एकजना चाहिँ सुतिरहेछ। म्याराथन पनि भइरहेको रहेछ गाइस। ल हामी चाहिँ सातो बाटो कटेर अब यो सिफल भन्ने ठाउँमा आइपुगिसके। बल्खुबाट अर्को बस चेन्ज गर्नुपर्ने हुन्छ हामीले। कस्तो भइरहेछ? एकदम बाबा। तिम्रो नाम? मेरो नाम सृजना हो। जाँदैछौँ है त हामी चाहिँ गाइस बसको यात्रा। ल गाइस हामी चाहिँ बल्खु चोक आइसक्यो है त। ल बल्खु यताबाट चाहिँ हामी स्वयम्भू जान्छौँ भने हामी चाहिँ यतापट्टि जानुपर्ने हुन्छ, लेफ्टको बाटो है त गाइस। ल फेरि अर्को बस चेन्ज गर्नुपर्ने हुन्छ। जाँदैछौँ है त। ल यताबाट चाहिँ स्वयम्भू पुग्छ भने हामी चाहिँ यताको बाटो जानु पऱ्यो। चार अगाडि हिँड्दैछ, म पछाडि भ्लग बनाउँदै हिँडिरहेको छु क्यामेरा हो। हामी चाहिँ यताबाट जानु पऱ्यो त। ल दक्षिण कालीको बाटो। ल हाम्रो चाहिँ यहाँ बस प्याक भएर है हामी चाहिँ यत्तिकै बसिरहेको छौँ। यस्तो प्याक छ है। ल मान्छेहरू चढे। दक्षिण काली जाने साइड त लास्ट प्याक रहेछ है गाइस। त्यहाँ मान्छेहरू पनि कति छ अझै। हामी पनि कोचेरै जानुपर्ने हुन्छ आज।
यहाँ हेर्नु त बसको हालत बस कुरिरहेको छौँ है हामी चाहिँ दक्षिण गाडीको ल यस्तो चाहिँ पारा यहाँ कस्तो अड्केको है यस्तो ब्यागमा जानु परिरहेछ है सिटै पाएन है गाइस हामीले चाहिँ ल अब हामी चाहिँ यसरी चढिरहेछौँ बिजोग छ उभि उभि जानु परिरहेछ उभिँदा उभिँदै सुत्दिने कस्तो ट्यालेन्ट हो यो हामी यसरी उभिरहेको छौँ है ल गाइस हामी चाहिँ फर्पिङ आइसक्यो है हामी चाहिँ अब यतापट्टि जानुपर्ने हुन्छ सर्ट पारामा यहीँबाट जानुपर्ने हो हामी चाहिँ खानेकुराहरू किन्दैछौँ दाहरूले किन्दैछ भित्र हामी चाहिँ वेटिङमा छौँ है त ल यहाँ किन्दै हुनुहुन्छ है त ल हाम्रो चाहिँ यात्रा सुरु भयो खानेकुराहरू पनि किनिसक्यो हामीले सर्ट पारामा ल चतर ल दुईजनाले केही भन्नु मन छ यो चाहिँ फर्पिङ हो हामी जाँदैछौँ हामी चाहिँ जाँदैछौँ है गाइस सट्टपारमा यहाँ पनि भिडियो हेर्न सक्नुहुन्छ राम्रो रहेछ है ल हामी चाहिँ फर्पिङबाट माथितिर लागिसक्यो बिस्तारै जाँदैछौँ ल अब मान्छेहरू पनि टन्नै गइरहेछ अब उनीहरूलाई फलो गर्दै जानुपर्छ हामी चाहिँ पाँचजना है हामी चाहिँ आज ल गाइस एक्चुअली हाम्रो हाइकिङ चाहिँ स्टार्ट भयो है त ल अब चाहिँ मेन हाइकिङ स्टार्ट भयो हामी जाँदैछौँ है त ल गुम्बाहरू मन्दिर रहेछ यहाँ माथि चाहिँ राम्रो छ ठाउँहरू चाहिँ ल वाउ माथि हेर्नु भनेको जाँदैछौँ यहाँबाट एक्सट्रिम उकालो रहेछ है बाबा कस्तो हुँदैछ ल भन त यता हेरेर भन न रहेछ जङ्गलको है यति हिँड्दै गाह्रो छ मलाई त सजिलो लागिरहेछ हेर्नु न अझै माथि चढ्नुपर्छ है त्यो है धेरै नै जाँदैछौँ है गाइस हामी चाहिँ सट्टो पारामा ल गाइस यहाँ चाहिँ मन्दिर रहेछ है गुम्बा ढुङ्गाको बिचमा यस्तो मन्दिर रहेछ पिस गाइस पिस ल गाइसहरूले चाहिँ फोटो सेसन चल्दैछ
हाम्रो को क्यामेराम्यान सही गाइस अघि नै मैले तलबाट देखाएको थिएँ फर्पिङ लेखेको अब आए गाइस दामी रहेछ ठाउँ चाहिँ लभली हाइकिङको लागि वान अफ द बेस्ट हाइकिङ है यस्तो छ चाहिँ हालत खराब भइसक्यो यदि चढ्दैमा है के हो यस्तो हिजो त तम्सेको होइन जानी जानी भनेर अझै 2 घन्टा लाग्छ सही देख्दो रहेछ लभली भ्यू र यहाँ चाहिँ नयाँ बन्दै रहेछ गुम्बा लभली भ्यू ल दामी ल गाइस हामी चाहिँ पुरानो दक्षिणकाली दर्शन गर्नु जानु लागेको हामी देखाउँछौँ तपाईँहरूलाई पनि ल गर्मी चाहिँ लास्टै भयो है के गर्नु मिज्यू तपाईँ भाउ सँगै आउनुहुन्थ्यो गाह्रो छ तर होइन एक्चुअली चाहिँ मन्दिर आयो भने चाहिँ मन आफै शान्त हुन्छ कि है पिस के कति कुराहरूको प्रेसर लिएर हुन्छ तर मन्दिर आएपछि चाहिँ आनन्द न त केही टेन्सन अगाडिबाट है दर्शन गर्ने त सबैले ल हामी चाहिँ जाँदैछौँ है त ल कस्तो फिल हुँदैछ गाइजहरूलाई कस्तो फिल हुँदैछ त ल गर्मी धेरै छ है ल हामी चाहिँ आधी बाटो आइसक्यो होइन के कस्तो भयो एक्सपिरियन्स गर्मी त्यस्तै छ सकेसम्म चाहिँ तपाईँहरू बिहानै आयो भने चाहिँ राम्रो हामी चाहिँ कति 7-8 बजीतिर कति बजीतिर आइपुग्यो 8:30 हामी चाहिँ तिनीहरूलाई कुरेर बसेको तिनीहरू चाहिँ उहाँ माथिबाट आएछ फेरि ल जङ्गलको बाटो यहाँ चाहिँ रोड रहेछ वा यस्तो नेचर हेर्दै खेल्नु पनि रमाइलो हुन्छ फुटबल है ट्राई लभली सही सही दामी दामी घाम चाहिँ ओभर छ लास्टै एउटा त्यो रातो खाले देखाऊ त यो चाहिँ काफल हामीले त्यो अर्को खाने चाहिँ किम्बु रहेछ ल हामीले काफल पनि भेटायो त गाइस हामी चाहिँ काफल खाँदै गफ गर्दै रमाइलो गर्दै जाँदैछौँ त्यहाँ माथि रुख चढिरहेछ एकजना अर्को फेरि त्यहाँनिर छ चढ्दैछ तिनीहरू चाहिँ हाम्रो चाहिँ लगभग आइसक्यो अब
कति अब 10-15 मिनट लाग्ला। 10-15 मिनट लाग्छ। गाइस हामी चाहिँ लगभग आइसकेका छौँ। 10-15 मिनट लाग्छ है। अब चाहिँ त्यही हो, गर्मीले पसिनै पसिना भएको छ है सबैजना। हजुरहरूलाई देखाउँछु म। सही हो ल। जा लास्टै भिडै। आज म घर जान्न होला। गाइस हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आयो त। म तपाईँहरूलाई देखाउँछु। वेट लब्बी रहेछ ठाउँ चाहिँ। यहाँ पसल पनि छ है। गाइस हामी चाहिँ ट्याक्क डेस्टिनेसनमा आइसक्यो। खाँदैछ कोही हाम्रो खानेकुराहरू। दाइहरू चाहिँ यहाँ घाम भएर ठाउँ हेर्न गएको छ यहाँभित्र। कस्तो लाग्यो त यो ठाउँ? गर्मी ala.
यहाँ चाहिँ रमाइलो चल्दैछ है। हामी चाहिँ रमाइलो हेर्दैछौँ यहाँ नाचिरहेको मान्छेहरू। हामी आउँदाखेरि थोरै थियो, अहिले चाहिँ कति आयो त। फोटो सेसन चलिरहेको छ। भाइ भाइ सब सुन्ने गरेर ल, सब केटाकेटी सँगै त यहाँ गाइज पोज मात्रै हेर्नु न, पोज मात्रै। अब के गर्छ यिनीहरूले ल। पोज हेर्न सक्नुहुन्छ तपाईँहरू। यो चाहिँ सोझो मान्छे अरे है, सोझो मान्छे। हेर्नुहोस् यहाँ, हेर्नुहोस् हेर्नुहोस् यहाँ, हेर्नुहोस् चर्ती कला, चर्ती कला होइन। हेर्नुहोस् यहाँ, हेर्नुहोस् चर्ती कला। गाइस खाएपछि जताभावी फोहोर नफालिदिनु होला। हामी चाहिँ त्यहाँ बस्थ्यौँ, सफा गर्दै हुनुहुन्छ यहाँ हेर्दै। यसरी फोहोर फाल्यो भने त अनि के हो, यहाँ घुम्न आउनेहरूको मान्छेहरूको। ल हामी चाहिँ यहाँ मान्छेहरूले इन्जोय गरेको भ्यू हेर्दै रमाइलो गर्दैछौँ होइन त। सुभाष दाइ ठिक छ नि? हामी यहाँ रमाइलो हेर्दैछौँ है त। एकजना चाहिँ फेरि टिकटक बनाएको बने, यो बिच्चाको मान्छे। धेरै मान्छे आएको छ। जेस ठाउँ राम्रो रहेछ, तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ। दामी छ, लभली छ ठाउँ चाहिँ। हामी चाहिँ खाजासाजा खाएर टक्क आनन्दले चिलमा इन्जोय गर्दै बसिरहेछौँ। ल गाइस यहाँ चाहिँ हाम्रो सुड्डी ग्याङ होइन त, यो सुड्डी ग्याङको फोटो सेसन चलिरहेछ है। नागिन डान्स एउटा चाहिँ यहाँनिर। हाम्रो चाहिँ अब ग्रुपको फोटो खिच्ने भनेको होइन गाइस, फोटो सेसन गर्ने भनेको यहाँ मान्छे भेटाइने, फोटो खिच्ने भनेको खै त कोही आउँदैन है। अब हामी चाहिँ यो ग्रुप फोटो खिचेर हामी चाहिँ अब बिस्तारै तलतिर झर्नुपर्ने हुन्छ, लाग्नुपर्ने हुन्छ आफ्नो घरतिर। मान्छेहरू त कति हो, सबैजना रमाइलो गर्दैछ है गाइस। ल गाइस हामी चाहिँ अब घर फर्किँदैछौँ है त। ल जाँदैछौँ है त। ल यस्तो ठाउँ छ है, फोहोरहरू अलिकति रहेछ। ल हामी चाहिँ फर्किँदैछौँ है। कस्तो भयो त आजको हाइकिङ? भेरी 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 नाइस। अब त काफल नखाम होला है।
हामी चाहिँ फर्किँदैछौँ है घर। गाइस काफल खाए पनि यसरी भाँचेर चाहिँ फाल्नु भएन है। अर्को पालि आउँदाखेरि हाँगाहरू फलाएर उस हुन्छ, यस्तो गर्नु भएन है, यसरी भाँच्नु भएन है। सब भाँचेको रहेछ गाइजहरूले। ल भ्यू खतरा छ यहाँबाट। बाटो चाहिँ यस्तो छ है, स्कुटर अघि भर्खरै गइरहेको थियो, त्यो चाहिँ लडेछ अरे है यहाँ तल। हो कि होइन? पछाडि पनि लड्नु गइसक्यो। के भन्दैछ? वो अभी अभी आया था ना स्कूटर, वो वाला स्कूटर लड़ गया रे। जल्दी चलो रे बाबा। ल गाइस कस्तो भयो त आजको हाम्रो हाइकिङ? है ल गाइस हामी चाहिँ घर आइपुगिसक्यो है। हाइकबाट घर आइपुग्यो हामी। जाँदैछौँ कोटेश्वर चोकमा छौँ हामी चाहिँ। हामी आउँदा चाहिँ पानी पऱ्यो, ल हेर्नु सक्नुहुन्छ है त। ल कोटेश्वर बजार यस्तो भइरहेछ। ल हामी चाहिँ आइपुगे, घर पुगेपछि देखाउँछौँ है त। ल